यस संसारमा केही पनि स्थिर छैन। समय कहिल्यै कसैको पक्षमा रोकिन्न, जसरी पृथ्वीले सूर्यको परिक्रमा गर्न कहिल्यै छोड्दैन। भनिन्छ, टाइम इज द बेस्ट हिलर। सायद यो सत्य नै हो, किनकि जब जीवन एक्कासी दौडिन्छ, हामीलाई गहिरो धक्का लाग्छ। यो ठिक त्यस्तै हो जसरी कुदिरहेको गाडीमा अचानक चढ्दा हामी लड्न जस्तो हुन्छौँ, सन्तुलन बिग्रिन्छ। तर केही समय त्यही गतिमा सन्दै कुदेपछि त्यही दौडभित्र पनि आफूलाई सम्हाल्न सकिने रहेछ। समय बित्दै जाँदा सबै असामान्य कुराहरू पनि सामान्य लाग्न थाल्दा रहेछन्। दुःख र पीडा मनमै रहन्छन्, तर तिनैसँग बाँच्न सिकिदो रहेछ, सम्हालिनुभन्दा पनि सिकिदो रहेछ। समय साँच्चै चलायमान छ। सानो हुँदा बाल्यकाल बितेको थाहा हुँदैन, जवान भएपछि बाल्यकाल सम्झना बन्छ, बुढेसकालमा पुग्दा फेरि जवानी नै सपना जस्तो लाग्छ। समय कहिल्यै रोकिँदैन, ऊ केवल अघि बढिरहन्छ। जीवनको अर्को अनौठो सत्य पनि छ। आज चिन्जान नभएको व्यक्ति कुन बेला जीवनको अमूल्य हिस्सा बन्छ थाहा नै हुँदैन, र आज सबैभन्दा आफ्नै लागेको व्यक्ति कुन बेला पराई हुन्छ त्यो पनि थाहा हुँदैन। सायद सबैभन्दा ठूलो दुःख यही हो, जुन समयमा कुनै कुरा मूल्य दिनुपर्थ्यो त्यही बेला दिइँदैन, र पछि गएर त्यसैको अभावमा पछुताउनुपर्छ। समय बगिरहन्छ, जीवन बदलिरहन्छ, मानिस टुट्छ र फेरि जोडिन्छ। अन्ततः बुझिन्छ, समयले घाउ मेटाउँदैन, तर घाउसँग बाँच्न सिकाउँछ।